दर्शकबिन पूर्वाज्ञान र सारको भनाइ आजको यस्तो रहेको छ। आज पूर्वाज्ञान र सारले देशको नाममा सम्बोधन गरेका छन् र उनले अगाडि के भनेका छन् तपाईहरुले भिडियो मार्फत सुन्न सक्नुहुनेछ। चिन्तित तुल्याएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ। बडा महाराज धीराजबाट 22 वर्षको युवा अवस्थामै सुरु गरिबक्सेको एकीकरणको सफलता पछि आधुनिक नेपाललाई 4 वर्ण 36 जातको साझा फुलबारीको रूपमा चित्रण गरिबक्सेको थियो। यो मुलुक राजाको मात्र होइन, जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो। भाषण अनि जादु वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राज संस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ। नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ। मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैमा देशसँगको सम्बन्ध तोडिन सक्दैन। देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्यबारे निराशाको सङ्केत दिइरहेको थियो। अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरूको समेत पलायन हुनु थालेको छ। यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको सङ्घारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौँ। बडा महाराज धीराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्त्वका साथ जोड दिइबक्सी जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ।